दर्शकबिन, हाल हामी मलेसियामा कार्यरत छु सिक्युरिटी गार्डमा। अनि आज चाहिँ उहाँको एक्सपिरियन्स देखाउनको लागि उहाँले एकदमै प्रयास गर्ने विचार गर्नुभएको छ। उहाँको जीवन कहानीहरू चाहिँ धेरै लामो छ। उहाँ खास कलाकार बन्ने हिसाबले काठमाडौँ आउनुभएको थियो। उहाँले कुनै चान्स नपाएर चाहिँ मलेसिया आएर हालमा अहिले मलेसिया सिक्युरिटीमा काम गर्दै हुनुहुन्छ। उहाँले चाहिँ आज एक टुक्का गीत गाएर सुनाउनु दामी छ। त्यो भएर उहाँले गीत गाउँदै हुनुहुन्छ। ल स्टार्ट गर्नु। मेरो माया कहाँ बसिरहेको छ, खाएको छ कि 7 दिनको भोको छ, धागो झलको धेरै भयो बिछोड हुनेको, झलको धेरै भयो बिछोड हुनेको। धन्यवाद। उहाँले एकदमै राम्रो गीत गाउनु भएको छ। अनि हजुर चाहिँ गीत गाउने मनसाय बोकेर काठमाडौँ आउनुभयो। अनि तपाईँलाई यहाँ मलेसिया कसरी आउनु पर्यो त? बाध्यता परिस्थितिले मान्छेलाई कहाँदेखि कहाँ पुर्याउँछ कसैलाई थाहा हुँदैन। यो भाग्यको खेल हो। मान्छेले सोचे जस्तो पनि हुँदैन, चाहे जस्तो पनि हुँदैन। भाग्यले जता जता डोर्याउँछ त्यतै डोरिनुपर्छ। ए तपाईँले त्यहाँ चाहिँ काठमाडौँमा कुनै चान्स नमिलेर प्रयास त गर्नुभयो, तर आर्थिक हरेक कुराले चाहिँ साथ नदिएर विदेश धम्किनु भयो त्यसो भने है? हजुर धन्यवाद। हजुर, हस्त नमस्कार। राखिदिनु भएको